तपाईको कम्प्युटरमा भएको फोटो भिडियो अथवा अन्य डकुमेन्टहरू कहाँ लुकेर बसेको हुन्छ त? हामीले कम्प्युटरमा डाटालाई रिभाइभ गर्दाखेरि यानी कि उत्खनन गर्दाखेरि ती डाटाहरू फेरि हामीलाई कहाँबाट प्राप्त हुन्छ त? आज म यो रहस्यको बारेमा प्रश्न पार्दै छु। हाम्रो कम्प्युटरमा हुने जति पनि डकुमेन्ट अथवा फोटो डाटा विभिन्न किसिमका भिडियो यी यस्ता कुराहरू हार्ड डिस्कमा लुकेर बसेको हुन्छ। त आजको भिडियोमा म हार्ड डिस्क के हो, यो हार्ड डिस्कको संरचना कस्तो हुन्छ, हार्ड डिस्कका प्रकृतिको आधारमा हामीले यो हार्ड डिस्क हो भनेर कसरी बुझ्न सकिन्छौ, त्यो सम्पूर्ण कुराको बारेमा जानकारी दिनेवाला छु। त्यसैले तपाई मेरो भिडियोमा नयाँ हुनुहुन्छ भने भिडियोलाई लाइक शेयर गर्नुहोला तथा आइडीलाई फलो पनि गर्नुहोला। त लागो आजको विषयवस्तुतर्फ। त हार्ड डिस्क भनेको सेकेन्डरी स्टोरेजको साधन। हार्ड डिस्क सेकेन्डरी मेमोरी अन्तर्गत पर्ने गर्दछ र यसले डाटा तथा विभिन्न किसिमका इन्फर्मेसनहरूलाई भविष्यको लागि सुरक्षित रूपमा भण्डारण गरेर राख्ने गर्दछ। हार्ड डिस्कको सठिक परिभाषा, तर यसका केही प्रकृतिहरू यानी कि यसका बनावट संरचनाहरू रहेका छन् जसको आधारमा पनि हामीले हार्ड डिस्कलाई फाइन्ड आउट गर्न सक्छौं। त यसको प्रकृतिको आधारमा र्यान्डम स्टोरेजको साधन हो। अब यो र्यान्डम स्टोरेज भन्नाले मेमोरीमा भएका यानी कि मेमोरी जस्तो सुकै अवस्थामा भए पनि हामीले त्यहीबाट डाटालाई एक्सेस गर्न सक्ने भएको हुनाले यसलाई र्यान्डम स्टोरेजको साधनको रूपमा यसलाई बुझ्ने गरिन्छ भने यो नन भोलाटाइल हुने गर्दछ। अब यो नन भोलाटाइल भन्नाले परिवर्तन नहुने, अर्थात् बत्ती नहुँदा पनि डाटा यसमा रहि नै रहन्छ। र अर्को प्रकृति भनेको यो इलेक्ट्रोमेकेनिकल साधन हो। अब यो इलेक्ट्रोमेकेनिकल भन्नाले विद्युतीयद्वारा सञ्चालित भई यान्त्रिक प्रविधिद्वारा सञ्चालनमा आउने भएकाले यसलाई इलेक्ट्रोमेकेनिकलको साधनको रूपमा पनि बुझ्न सकिन्छ भने यो कम्प्युटरमै जोडिएर राख्ने फिक्स साधन पनि हो। हार्ड डिस्कलाई हामीले कम्प्युटर भित्र एसेम्बल गरेर फिक्स रूपमा हामीले त्यसमा राख्न सक्छौं। यो भइहाल्यो यसको प्रकृति। अब हार्ड डिस्क कसरी बनेको हुन्छ त? हार्ड डिस्कको संरचना कस्तो हुन्छ? हामीले हेरेको हार्ड डिस्क भित्र कस्ता कस्ता लेयरहरू हुन्छ त? ती सम्पूर्ण कुराको बारेमा अब जानकारी दिदैछु। त कम्पोनेन्ट अफ हार्ड डिस्क यानी कि हार्ड डिस्कका तत्वहरू। हार्ड डिस्क के मिलेर बनेको हुन्छ भन्दाखेरि हार्ड डिस्क प्लेटरबाट बनेको हुन्छ। यो भित्र स्पाइन्डल हुन्छ, रिड राइट आर्म हुन्छ, त्यस्तै रिड राइट हेड हुन्छ भने लास्टमा एक्चुएटर हुन्छ। अब हामी यी सम्पूर्ण कुराको बारेमा बुझ्न कोसिस गर्छौं। अब यो प्लेटर भनेको यो वृत्ताकार डिस्क हो, यानी कि हार्ड डिस्क भित्रमा एउटा वृत्ताकार डिस्क हुन्छ र यो भनेको तपाईको बाइनरी फर्मेटमा डाटालाई स्टोरेज गरेर राख्दछ जसलाई प्लेटर भनिन्छ। र अर्को भनेको स्पाइन्डल, यानी कि यो स्पाइन्डल भनेको हार्ड डिस्कमा भएको डिस्कलाई अड्याउने काम गर्दछ जसलाई स्पाइन्डल भनिन्छ भने रिड राइट आर्म भनेको रिड राइट हेडलाई यानी कि हार्ड डिस्कमा हुने रिड राइट हेड जसले डाटाहरूलाई पढ्ने काम गर्दछ त्यो हेडलाई सही दिशा निर्धारण गर्ने यानी कि प्रदान गर्ने काम कसले गर्दछ भन्दाखेरि रिड राइट आर्मले गर्दछ। त्यस्तै अर्को रहेको छ रिड राइट हेड। अब यो रिड राइट हेडले के गर्दछ भन्दाखेरि यसले डाटालाई रिड पनि गर्दछ र कस्तो किसिमको डाटा त्यो भित्र क्रिएट गर्नुपर्छ त्यो दुईटै काम यसले गर्ने गर्दछ। र लास्टमा रहेको छ एक्चुएटर, यानी कि एक्चुएटरको काम भनेको रिड राइट हेडलाई अड्याएर यसलाई चल्नको लागि मद्दत गर्ने गर्दछ। त यो भइहाल्यो तपाईको हार्ड डिस्कको कम्पोनेन्टहरू। तपाईलाई कम्प्युटर सम्बन्धी कुन टपिकमा भिडियो चाहिन्छ त्यसको बारेमा तपाई कमेन्ट सेक्सनमा आफ्नो प्रतिक्रिया दिनुहोस्। म त्यसै विषयसँग सम्बन्धित भिडियो लिएर आउने छु। धन्यवाद।